नमस्ते एभ्रिवान। योभन्दा अगाडिको भिडियोमा हामीले 1 को ए सम्म गर्यौँ अनि अब यसको कन्टिन्यू 1 को बी देखि हामी गर्छौँ। यो एक्सरसाइज 10.2 को छ अनि यो 1 को बी नम्बरमा हेर्नुहोस् त। गिभेनमा हामीलाई दिएछ एक्स को पावर ए इज इक्वल टु वाई अनि वाई को पावर बी इज इक्वल टु जेड एन्ड जेड को पावर सी इज इक्वल टु एक्स अनि प्रुभ गर्नु छ 1 को ए जस्तै एबिसी इज इक्वल टु 1। त हामीलाई यसमा एउटा कुरा के सोच्नु पर्यो भने हामीलाई त बेस सेम बनाउनु छ हैन। अनि हामीले यहाँबाट मानौँ कि कुनै एउटा उठायो, मान कि हामीले भनेको थियौँ, मतलब मैले भनेको थिएँ तपाईँहरूलाई कि 1 को ए नम्बरमा कि तिनटै गिभेनबाट कुनै एउटा लिएर अनि त्यसलाई भ्यालु पुट गर्दै जाने त्यसको अनि त्यो आउँछ। त्यसै यसमा पनि त्यस्तै गर्न पाइन्छ। जस्तै यो हामी लिन्छौँ मान कि जेड को पावर सी इज इक्वल टु एक्स लियो भने यहाँ जेड को पावर सी छ हो कि होइन। अनि जेड भनेको कति छ, वाई को पावर बी छ। त जेड को ठाउँमा हामीले के लेख्न पाउँछौँ, वाई को पावर बी अनि यसको पावर सी, एक्सलाई जस्ताको त्यस्तै राखौँ। अनि त्यसै फेरि यो वाई को पावर बीसी भइहाल्छ अनि इज इक्वल टु एक्स छँदैछ। अनि यो वाई को पावर बीसी इज इक्वल टु एक्स अनि यो वाई को पावर अनि अब हामीलाई वाई को भ्यालु चाहियो, वाई भनेको एक्स को पावर ए छ। त त्यो भनेको एक्स को पावर ए अनि यता बीसी भइहाल्यो अनि इज इक्वल टु एक्स अनि और यहाँ एक्स को पावर एबिसी इज इक्वल टु एक्स भयो अनि यहाँ केही छैन भने पावर 1 हुन्छ, त्यो तपाईँहरूलाई थाहा छ। अनि यहाँ बेस सेम भयो, दुवै साइड बेस के छ, एक्स र एक्स। यसको मतलब हामीले के भन्न पायो, एबिसी इज इक्वल टु 1 के होइन। अब कतिजनाको स्कुलमा चाहे ट्युसनमा यसरी पनि गराएको होला। जस्तै तपाईँले के गराइदिन्छ भने जस्तै यो एक्स को पावर ए छ नि, यो अर मेथड छ है, तपाईँलाई जुन राम्रो लाग्छ त्यो गर्नु होला। यो जस्तै एक्स इज इक्वल टु तपाईँलाई के भन्छ अरे एक्स को पावर ए इज इक्वल टु वाई दिएछ नि, त्यसलाई एक्स इज इक्वल टु वाई को पावर 1/a गरिदिन्छ। अनि यो विद्यार्थीले बुझिरहेको हुँदैन यो कसरी भएको त। अनि त्यसपछि एक्स इज इक्वल टु वाई को पावर 1/a गरिदिन्छ अनि यो जेड को पावर सी इज इक्वल टु एक्स को ठाउँमा यो यस्तो गरिरहेको हुन्छ। यस्तो पनि हामी जान्न सक्छौँ, यस्तो तरिकाले पनि। तपाईँलाई चाहियो यस्तो तरिका भने कमेन्ट गर्नु होला, म यसरी पनि बनाइदिन्छु। अनि चाहिएन भने यति कन्सेप्ट जानिराख्नु अनि तपाईँ आफैले पनि गर्नु सक्नुहुन्छ। हेर्नु त, यहाँ एक्स इज इक्वल टु वाई को पावर 1/a कसरी भयो त। हेर्नु, यहाँ एक्स को पावर ए छ अनि यहाँ वाई छ, यहाँ वाई को पावर केही छैन भने के छ, 1 छ। अनि यहाँ एक्स को पावर एलाई हटाउनको लागि हामीले एक्स को पावर जुन ए छ यसलाई केले डिभाइड गर्छौँ, ए ले हो के होइन। त हामीलाई के थाहा छ, इक्वेसनमा जो हामी एक साइड गर्छौँ त्यो अर्को साइड पनि गर्नुपर्छ। त यो भनेको वाई को पावर 1 छ अनि हामीले त यसमा एले डिभाइड हान्यो नि, त यसको पावरमा पनि केले, एले डिभाइड हान्नुपर्छ। अनि यो ए अनि क्यान्सल हुन्छ अनि यो भनेको एक्स इज इक्वल टु वाई को पावर 1/a हुन्छ। यसरी यो आएको हो। यसरी गर्दा पनि सल्भ गर्दा निस्किन्छ। तपाईँ ट्राई गर्नु होला, बुझ्नु भएन भने सोध्नु होला, कमेन्ट गर्नु होला। त्यस्तै अब हामी 1 को सी नम्बरतिर जान्छौँ। 1 को सी नम्बरमा के छ भने 1 को सीतिर सोलुसन गिभेन हामीलाई 1 को सी नम्बरमा के छ, एक्स इज इक्वल टु 10 को पावर ए अनि त्यसपछि वाई इज इक्वल टु 10 को पावर बी एन्ड एक्स को पावर ए इन्टु वाई को पावर बी इज इक्वल टु 100 छ। यति छ हामीलाई दिएको। अनि प्रुभ गर्न के भनेछ भने एबी जुन छ त्यो 1 छ, त्यो प्रुभ गर्न भनेछ। त यसमा हामी के गरौँ हेर्नुहोस् त, यता एक्स को पावर ए छ इन्टु वाई को पावर बी छ इज इक्वल टु 100 छ। हामीसित एक्स को भ्यालु पनि छ नि वाई को भ्यालु पनि छ। त हामीले यसलाई त्यो गरौँ। अनि जस्तै हामी सुरुमा कुनै तिनटै मध्ये एउटा लिन्थ्यौँ अनि यसमा हामी थर्डलाई लियो भने यो सजिलो हुन्छ, यताबाट जानुभयो भने गाह्रो हुन्छ। त्यसैको लागि हामी यो थर्डवाला लिउँ। त हेर्नुहोस् त, यहाँ नाउँ लेख्ने यसरी
अनि x को पावर a इन्टु y को पावर b इज इक्वल टु 100 छ। यो हेर्नुहोस् त x को ठाउँमा हाम्रो के छ 10 को पावर a हैन त यो 10 को पावर a को पावर a छ इन्टु y को पावर b मा y को पावर के छ 10 को पावर b y को ठाउँमा राखे हामीले 10 को पावर b अनि त्यसको पनि पावर के छ b छ अनि इज इक्वल टु 100 लाई हामीले के लेख्न पाउँछौँ 10 को स्क्वायर। अब यो 10 किन बनाएँ किनकि मैले हेरिरहेको थिएँ कि यहाँ 10 10 आइरहेछ त यो बेस सेम बनाउनको लागि है त। अनि त्यस्तै यो 10 अनि a इन्टु a पावर मल्टिप्लाई भएर के भइहाल्छ त 10a स्क्वायर भइहाल्छ इन्टु यो 10b इन्टु b भएर के भइहाल्छ 10b स्क्वायर भइहाल्छ अनि यो 10 स्क्वायर भयो अनि यो भनेको तपाईलाई आउँछ 10 को पावर a स्क्वायर प्लस b स्क्वायर इज इक्वल टु 10 को पावर 2 आयो अनि यहाँबाट हामीलाई आउँछ a स्क्वायर प्लस b स्क्वायर इज इक्वल टु 10 को पावर 2। यहाँ के भन्छ भने हामीले क्वेसन यहाँ गल्ती सारिहाल्छु मैले अनि यहाँ हेर्नुहोस् त x को पावर b इन्टु y को पावर a दिएछ। यहाँ थोरै मिस्टेक भएछ त्यो क्वेसन सार्नमा मिस्टेक भएछ। तपाईहरुले यस्तो मिस्टेक नगर्नु होला एक्जाममा ध्यान दिएर क्वेसन सार्नु होला। जस्तै यो x को पावर b इन्टु y को पावर a इज इक्वल टु 100 आयो अनि अब गर्ने के x को भ्यालु हामीलाई कति छ 10 को पावर a त यो 10 को पावर a अनि b यस्तो हुन्छ अनि इन्टु y को पावर y भनेको 10 को पावर b छ त 10 को पावर b अनि त्यसको पावर a अनि यसलाई 10 को स्क्वायर नै गर्ने तरिका भनेको त्यही हो। खाली क्वेसन मिस्टेक नसार्नु होला अनि क्याल्कुलेसन मिस्टेक भएन भने तपाईले राम्रो गर्न सक्नुहुन्छ। अनि यहाँ पनि 10 को पावर ab हुन्छ अनि यो भनेको 10 को स्क्वायर। अब हेर्नुहोस् त यो 10 को पावर ab प्लस ab एड हुन्छ जुन भनेको हाम्रो 10 को स्क्वायर आयो हैन अनि त्यस्तै तपाईलाई यो 10 को पावर 2ab इज इक्वल टु 10 को पावर स्क्वायर आयो अनि अब हेर्नुहोस् त बेस सेम भयो भने हामी पावर के गर्न पाउँछौँ इक्वेट गर्न पाउँछौँ। 2ab इज इक्वल टु 2 आयो अनि यहाँबाट ab छ यो 2 डिभाइडमा जान्छ त हामीलाई के आउँछ ab इज इक्वल टु 2 डिभाइडेड बाइ 2 भनेको 1 आउँछ। यो अलि एडजस्ट गर्नु होला अनि तपाईले बुझ्नु होला लेखेको भन्दा पनि बोलेको सुन्नु होला। त्यस्तै अब हामी 1 को d तिर जान्छौँ सोलुसन गिभन अनि यहाँ हामीलाई गिभन के दिएछ भने a इज इक्वल टु 5 को पावर x b इज इक्वल टु 5 को पावर y एन्ड a को पावर y इन्टु b को पावर x इज इक्वल टु 25। यो भनेको सेम टु सेम माथि सी नम्बर जस्तो छ अनि तपाईलाई एक्जाममा क्वेसन नसारिकन यस्तै सेम टु सेम गिभनहरु लेख्नु होला अनि हामीले के प्रुभ गर्न भनेछ त्योहरु लेख्नु होला तपाईलाई पुरै मार्क भेट्छ। अनि यहाँ 9 गर्नु होला अनि अब हामीले के भनेछ x y इक्वल टु 1 सेम टु सेम अगाडि जस्तै छ हामीले यो उठाउने किनकि हामीलाई a को भ्यालु पनि थाहा छ b को भ्यालु पनि थाहा छ हो कि हैन त a को पावर y इन्टु b को पावर x इज इक्वल टु 25 गर्ने अनि a को भ्यालु हामीसित कति छ 5 को पावर x अनि यसको पावर कति छ हामीलाई y छ यसरी गर्ने अनि b भनेको 5 को पावर y अनि यसको पावर कति छ x अनि यहाँ पनि 5 बेस बनाउनको लागि यसलाई पनि के लेख्ने 5 स्क्वायर 25 भनेको 5 को स्क्वायर 5 5 जा 25 अनि हेर्नुस् त यो 5 को पावर x र y पावर के हुन्छ मल्टिप्लाई जस्तै a को पावर m को पावर n हुन्छ भने यो ल अफ इन्डिसेसमा हामी पढेछौं कि a को पावर के हुन्छ mn हुन्छ ल। अनि त्यस्तै यो 5 को पावर के भयो xy भयो इन्टु यहाँ हेर्नुस् त अनि यो पनि 5 को पावर xy भयो अनि यो 5 स्क्वायर भयो अनि यता बेस सेम भएपछि हामीले के गर्न पाउँछौं पावर एड गर्न पाउँछौं xy प्लस xy यो भनेको 5 स्क्वायर भयो। तपाईले यो जानेको भए यो मतलब डाइरेक्ट 5 को पावर 2xy गर्न पाउनुहुन्छ किनकि यति स्टेप काट्न पाउँछौं हामी हैन अनि तपाईलाई गाह्रो हुन्छ भने पुरै स्टेप लेखेर गर्नु होला। अनि यहाँ पावर सरी बेस सेम भयो त हामी के गर्न पाउँछौं पावर इक्वेट गर्न पाउँछौं अनि यहाँबाट xy इज इक्वल टु के हुन्छ 2 डिभाइडेड बाइ 2 अघि त्यसमा स्पेस थियो नि त्यसैको लागि मैले त्यस्तो गरेको थिएँ तपाईले यस्तो गर्न पनि सक्नुहुन्छ अनि जुन भनेको हाम्रो xy इज इक्वल टु 1 अनि यहाँ हामीलाई के भन्न छ प्रुभ गर्नको लागि जुन भयो प्रुभड ल 1 को d सम्म मैले यो भिडियोमा गरे हैन अनि तपाईले केही अप्ठ्यारो छ चाहे कुनै च्याप्टर
अगाडि चाहियो भने तपाईँलाई कुनै अप्ठ्यारो च्याप्टर छ भने त्यो भन्नुहोला, म भिडियो बनाउने छु। अनि हेर्नुहोला, सिक्नुहोला, पढ्नुहोला, राम्रो गर्नुहोला। ल, धन्यवाद।